ल हामी गाडीमा चढ्दैछौँ। हाई गर्मी यहाँ नगरे क्यान्टिन त लापरवाही नगर त ल तैँले चला। गाडी हिँड्नु छ भने गल्ती हो नि बिराउँछु। आज हाम्रो आमा पनि जाँदै हुनुहुन्छ। कहाँ जाँदै हुनुहुन्छ आमा? अगाडि फाइनल्ली है काला पत्थर कस्तो यहाँबाट लोटिन्छ जस्तो लाग्यो है यस्तो गर्दा। आज हाम्रो आमा हामीसँग साहसिक यात्रामा निस्किनु भएको छ। कहाँ जाँदैछ आमा? ए एकछिन आमाबाट मेरो भनाएको ल दाइ ल बाई बाई गर्नु ल दाइ। ल धन्यवाद दाइ। शुभयात्रा भन्नु। शुभयात्रा दाइले एकदम राम्रोसँग ल्याउनु भयो। हामी यहाँ होमखोलामा आइपुग्यौँ। र गाडीहरू यस्तो पार्किङ गरिरहेको छन् यहाँ होमखोलामा। यहाँभन्दा माथि गाडी जाने रहेनछ। हामी जम्मू टुरेका छौँ। कतिजना छौँ त भन्दा 6जना छौँ। यहाँ कसरी हिँड्ने सल्लाह हुँदैछ। डाँडा काँडा हेर्नुहोस् बिस्तारै रुखहरू पातलिँदै गइरहेका छन्। अनि आजको विशेष आकर्षक व्यक्ति आमा हुनुहुन्छ। क्यामेरामा एकदम आउनु रुचाउने मान्छे। ल हेरौँ है सबै आमा दाइ सानी अनि श्रीमती त भन्नै परेन होइन। र सबैजना सुन्नु होला म चाहिँ यो यात्राको क्याप्टेन। र हामी चाहिँ अब यो ट्रेकिङको पूर्व तयारी स्वरूप केही प्रिपेरेसन गर्दैछौँ। हामी शारीरिक रूपमा मानसिक रूपमा तयार हुनुपर्छ। हामी 5-7 घन्टा आज हिँड्छौँ। टुक्का दरो बनाएर खाजा खाँदै यो यात्रा अगाडि बढ्दैछ। मौसम अहिले चाहिँ 3 बजेको अवस्था छ। मौसम अब ठिकै छ तर बादलहरू आइरहेछ तर पानी परिहाल्ने जस्तो अवस्था चाहिँ अहिलेको लागि देखेको छैन। ल हामी सबै रेडी छौँ होइन? रेडी आमा? त्यो पनि हामी ल यहाँ समय दिएको छ। कुकुर जाँदैन। सन्धिखरी आइसक्यो त। सन्धिखर यो छुट्टी झरनामा छ है। ल वाकिङ गर वाकिङ। अब वाकिङ गर न। हजुर हजुर अब यता चाहिँ छ है। यता पनि छ झरना। हामी यसरी वाकिङ गर्दैछौँ। हेलो हामी
बस्ने ठाउँमा आइपुग्यौँ। झिलेर मिली यो अन्धकार पार गरेर झिलेर मिलीमा आयौँ। हाम्रो आमा डढाएर अन्त पछि सबैलाई सबै साना छौ अगाडि हिँड भनेर पछि बसेर कस्तो लाग्यो यहाँसम्म आउँदा? डर लाग्यो कि लागेन? साह्रै लाग्यो। कहाँ नि कहाँ थियौँ लाग्यो? डर होइन के कहाँ थियौँ लाग्यो? कहाँ भन्न के मिले पनि पहिलो बस बस्नुभन्दा माथि आउँदा गाउँको पहिलो ट्रेकिङ है लामा पहिलो टेकेर पहिरो हुँदै एकदम पहिला उकालो थियो गाडीमा अनि ओह्रालो भयो अनि फेरि उकालो गर्दै हिँड्न पनि एकदम उकालो ओह्रालो रमाइलो यात्रा। हामी यहाँ अब होटलको लागि कुरा हुँदैछ। टेन्ट ओछ्याएर बसिसक्नु भएको रहेछ। अब हेरौँ पाइन्छ पाइँदैन। हाम्रो आमा जोडतोडले होटल रुम हेर्दा जाँदै हुनुहुन्छ। आमाको रियाक्सन हेर्न पर्यो भन्ने मलाई लागिरहेछ। लागेछ भन्दा पनि ठ्याक्कै लाग्यो कि ल राम्रो छ त होटल रुम त। कस्तो छ आमा? दरबार सानो टिनको दरबार। त्यस्तो जाडो त हुन्न होला है भाउजू? राम्रै बस्न त है। ल हामी एकदम सुरक्षित ठाउँमा आइपुग्यो। हाम्रो खानगान टाइम हुँदैछ। खाना यस्तो सधैँ हेलो किन हाँसेको तिमीहरू? अहिले बिहान गुड मर्निङ। अहिले बिहानको कति बज्यो? 3:30 भयो होइन? हामी गुफा फाँटबाट एबिसीको ट्रेकिङको लागि माथि जाँदैछौँ। हेलो गुड मर्निङ। गुड मर्निङ। यो त बाबु देखिनु अन्त बेलुका सुतेको ठाउँ यही भयो। निद्रा भने अलिअलि भयो। ल जाऊँ। लेट्स गो। हामी भुस्कटमा आइपुग्यौँ। करिब 3500 मिटर हाइटमा। अब हामी एबिसी क्याम्प पुग्नको लागि 8.6 किलोमिटर। हामी यो अन्धकारमा 3:30 बजे उठेर हिँडिरहेका छौँ। र यो बस्ने ठाउँ होटलहरू छन् यहाँ। र हामी यहाँबाट पनि पार गर्दैछौँ। यहाँबाट पनि सुनसान छ, चकमन्न छ, कोही व्यक्तिहरू निस्किनु भएको छैन। हामी चाहिँ अग्रपङ्क्तिमा नै छौँ। हामी सूर्यको पहिलो किरणलाई स्वागत गर्ने योजनामा छौँ। हेरौँ। ए आमा एकदम हिँड्नु भएको छ मस्तैसँग। यस्तो अन्धकार चकमन्न छ। रमाइलो। अहिले 6 बजेको स्थिति छ। हामी त्यसमा छौँ। उज्यालो बढ्दै गएको छ। हल्का हल्का फिका फिका पानी परिरहेको छ। प्लास्टिकको ओडमा छौँ। एउटा ओडार है हाम्रो वासस्थान कि समयको लागि होला जस्तो छ। हेलो गाइजहरू कस्तो छ अहिलेको अवस्था? हिँड्दैछौँ। अब करिब 2 घन्टामा पुग्ने अनुमान छ। त्यही भर्खरै 6 बजेको अवस्था। भर्खरै उज्यालो बढ्दैछ। सबैलाई देख्न सकिन्छ। हामी रातमा 3:30 बजेदेखि हिँडिरहेछौँ। एकदम बढिया छ। एक्साइटेड अझ थियो। यो पानीले हामीलाई अलिकति धमिलो गराइदियो। पानी परिरहेको छ।
कालिम्पोङ दिन्छ कि भन्ने लाग्यो। ल हाम्रो दाइले केही बोल्न चाहनुहुन्छ जस्तो छ। ए बाटो त मैले खोलै लैजानु खोजेँ कि हिउँ परेको अवस्था, हल्का हल्का पानी। हामी सुनखोला सङ्गम खुल्दैछ। 8 बज्यो, खुल्दैछ मौसम, घाम लाग्दैछ, माल देखिँदैछ, काला पत्थर। सनराइज हामीले अल्टिमेटली घाम देख्न पायौँ। आहा कस्तो आनन्द। आकाश खुल्दैछ, हिमाल फ्रन्टमा देखिँदैछ। हेर्नुहोस् है, हेर्नुहोस्। ओहो एबिसी नर्थ एबिसी नर्थ एबिसी हुन्छ नि सबैले। नर्थ एबिसी हिमाल खोइ हिमाल। ओ माय गॉड। नर्थ एबिसी भनौँ न। ओहो नर्थ नर्थ एबिसी। एबिसी 1 2 3 नर्थ एबिसी। वाट अमेजिङ सिन है। हेर्नुहोस् है, अन्नपूर्ण ट्रेक। थोड़ा ही हो गया है तो काबो सिडनी डाटा आयो आयो 40-60 मिटर है त। आयो आयो अब हामी नजिकै पुगिसक्यौँ अन्नपूर्ण बेस क्याम्प। ल म बिस्तारै गइरहेको छु है त। स्वर्गको टुक्रा पञ्चकुण्डमा हामी आइपुग्यौँ। हिजो घरबाट 11:30 बजे हिँडेको म्याग्दीबाट म्याग्दीमा यहाँ छौँ। अनि बिहान 3:30 बजे हिँडेको। लगातार 5 घन्टाको हिँडाइपछि हामी आइपुग्यौँ। हेलो आयो आयो 5 पोखरी आयो पञ्चकुण्ड। 8:45 AM है बिहानको हामी पञ्चकुण्ड आइसकेका छौँ। हामी यो दृश्यावलोकन गर्दैछौँ। पञ्चकुण्ड हिमालको काखमा। आहा करिब 6 घन्टाको हिँडाइपछि हामी यो सुन्दर बिहानी देख्न पायौँ, अवलोकन गर्दैछौँ। हामी अब मेन बेस क्याम्पतर्फ लाग्दैछौँ। करिब 1 घन्टाको बाटो। हात जान्छ फेरि। तल जाऊ न। अनबुल्ला आज हामी हाम्रो नर्थ एबिसी ट्रेकको तेस्रो दिन र हामी हिजो बेलुका यहाँ आएर रोक्यौँ शान्ति खड्का होटल एन्ड
टेन्ट हाउस यहाँ बसाइ रमाइलो भयो सिन देख्न सक्नुहुन्छ अब हामी यहाँबाट गाडीमा 1-2 घन्टा हिँड्छौँ हाम्रो एबिसी नर्थ साइडको ट्रेकिङको यात्रा अब करिब करिब सकिन थालेको छ अनि जहाँ गाडी चल्छ त्यो ठाउँमा आइपुगेका छौँ र भिजिटिङको लागि धन्यवाद भनेर लेखिएको छ यहाँ हेर्न सक्नुहुन्छ रुमखोला नदीको किनारै किनार गएर हामी आइपुग्यौँ हामीसँगै जोडिनु भएकोमा धन्यवाद अहिले हामी ब्याक भएर होमखोला स्टेसनमा आइपुग्यौँ देख्न सक्नुहुन्छ त्यो होमखोला भयो यता एउटा जलविद्युत छ नाम के हो भनिदिनुहोस् त निलगिरी जलविद्युत आयोजना अनि माथि खोला छ र लिले रङ लगाएको निलगिरी अनि समग्रमा तपाईँको यात्रा कस्तो भयो त नि हाम्रो यात्रा समग्रमा एकदमै साहसीपूर्ण यादगार र एकदमै रमाइलो मनमोहक लाग्यो लाइफको विभिन्न आरोह अवरोह मध्येको एउटा यात्रा एउटा साहसिक यात्रा भयो ट्रेकिङ यात्रा सकिएको छ हामी सबैजना यहाँ जम्मा भयौँ फर्क्यौँ कति दिनको यात्रा भयो 3 दिनको यात्रा हो 3 दिन आज भयो अनि कस्तो भयो त्यो अफ्टर ट्रेकिङ एकदमै रमाइलो अमेजिङ ताउ भएन भाउ भयो तर भाउभन्दा पनि साहसिक यात्रा ल भाउजूलाई कस्तो लाग्यो त नि एकदम रमाइलो दाइलाई कस्तो लाग्यो धेरै राम्रो आमालाई मलाई पनि धेरै धेरै रमाइलो मान्छेलाई उतार चढाव पूर्ण बिरामी भएर बिरामी भएर उता पुग्नु भयो र नि हिम्मत हारिनु गाइजहरू तिमीलाई चाहिँ कस्तो लाग्यो मलाई पनि एकदम रोमाञ्चक लाग्यो खोला नाला रोमाञ्चक लाग्यो के रोमाञ्चक लाग्यो अनि पुलहरू चढ्दै हिमाल हेर्दै ताल हेर्दै अमेजिङ अब फेरि ट्रेकिङ गर्ने मान्छेहरूलाई होइन ट्रेकिङ गर्ने ट्रेकरहरूलाई के भन्न चाहन्छ पक्कै पनि आउनु होला र सन्चै हिँड्नु होला धेरै चाचाहरूमा हिँड्नु होला डाइरेक्ट सचाइदिइहाल्नु होला बिस्तारै हिँड्नु होला अमेजिङ हुन्छ फाइनल्ली त्यही भनेपछि निकाल्नु त भयो फर्क्यौ फर्क्यौँ